बाह्र 2025-28 लागि गत आइतबार भएको निर्वाचनमा म र मेरो टिमलाई आफ्नो मत दिएर सहयोग गर्नुभएकोमा म मेरो व्यक्तिगत तर्फबाट र मेरो टिमको तर्फबाट आभारसहित धन्यवाद ज्ञापन गर्दछु। यो जितेन टिमको मात्र जित होइन, यो त सारा मैदानवासी नेपालीको जित हो। निर्वाचन भनेको प्रजातान्त्रिक प्रक्रिया हो र सदस्यहरूको भावनालाई मतको माध्यमबाट संस्थालाई जीवन्त राख्न सहयोग गर्दछ। आजको यो भेटघाट पनि त्यही एउटा निर्वाचन प्रक्रियाको सेलिब्रेसन मात्र हो। आजको दिनमा म मेरो टिमलाई विजय बनाउन र हर क्षेत्रबाट सहयोग गर्नुहुने सबै महानुभावहरूप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु। अब चुनावी रसकसी सकिएको छ। यो पटकको चुनावी प्रतिस्पर्धामा अति नै स्वच्छ रहेको थियो। त्यसका लागि म निर्वाचन समिति र मेरो प्रतिस्पर्धी मित्रहरू र हाम्रा शुभचिन्तकहरूलाई धन्यवाद र सम्मान व्यक्त गर्दछु। आजको दिनमा निर्वाचन समितिका सदस्यहरू सबै भोलिन्टियर साथीहरूको अथाह मेहनतको मुक्त कर्मले प्रशंसा गर्दछु। आजको यो ऐतिहासिक क्षणको साथी बन्न पाल्नुभएका तपाईँ सबै आदरणीय व्यक्तित्वहरूप्रति म कृतज्ञ छु। अब हजुरहरू सबैको सुझाव सुनेर हाम्रो संस्था बानालाई यहाँका नेपालीहरूको हितमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद छ जितेन्द्र गुरुङलाई, बानाका अध्यक्ष।